Hi everyone, good morning, namaste, welcome back to my channel again. स्वागत छ फेरि पनि तपाईहरुलाई मेरो नयाँ दिनको नयाँ भिडियोमा साथीहरु। धेरै समयको ग्याप पश्चात मैले आज चाहिँ फेरि ब्लग स्टार्ट गरिसकेको छु। आशा छ सबैजना सन्चै हुन्छ, आरामै हुनुहुन्छ। म पनि ठिकै छु, अलि निको हुँदै छु। अनि त्यही भएर आज चाहिँ म बजार जाँदै छु अनि त्यही भएर चाहिँ मैले भिडियो स्टार्ट गरेँ साथीहरु। मौसम चाहिँ अहिले चाहिँ घाम लागिरहेछ मज्जाले। 2-4 दिनदेखि चाहिँ निकै गर्मी नै पो छ त। दसैँ आए जस्तै भएको छ अहिले चाहिँ। अनि त्यही बिरामी भएर मैले भ्लग चाहिँ बनाउन सकिरहेको थिइनँ। तर आज चाहिँ मैले स्टार्ट गरिसकेँ। सो अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि हामी चाहिँ हिँड्दै जाँदैछु। साथी चाहिँ मास्तिरबाट घाम लागेको जस्तो धेरै होइन। कहिले पुग्नु बजार? छाता पनि नबोकी गएछु, पानी आयो भने भिजाउनु छ। आज भिजाउने गरौँ। के गर्नु हुँदैछ यहाँ? दसैँ कतिको आयो? छैन? घरलाई पोती सकेको छैन हौ भन्ने के हुँदैछ यहाँ? जानु के छ हेर। 5 महिनाको फोटो सुट गरेको भन्दै 5 महिना कि भइसक्यो बहिनी? आज राम बनाइदिनु ठुलो मामु मेरो यिनीसँग चाहिँ मेरो भेट भइसकेको छ साथीहरु। तिमीलाई पनि स्वागत छ मेरो ब्लगमा उर्मिला। धेरै समय पछाडि हामीले आज ब्लग बनाएको साथीहरु। हामीलाई बोल्न नआउन सक्छ हैन। बोल्ने क्रममा धेरै हाम्रो त्रुटिहरु हुन सक्छ। टुक्कै नि हाँसेर मलाई बोल्नै दिन न हौ। त्यही भएर अहिले भनेको छु मैले, त्यसको लागि माफी दिनु साथीहरु। हेर त्रुटि भनेको छैन। हाँसेर बियोस भकी छिन् नि। कहिले पुग्नु यो उकालो? म त गाडीमा आएको भन्दा यस्तो छक्क पर्यो। तुलसी काका ठिक्क मास्तिर आइपुग्दाखेरि हिँड्नु भयो होइन। अनि जाने के गर्ने भन्नुभयो। अब के भन्नु त्यसलाई? एउटा उखान थियो भन्नु आएन के मलाई ठ्याक्कै। अनि अब त्यस्तो गाडी भेट्दा कता नआउनु भनेर चढी त गयो होइन। बापरे आन्द्रा बुढी झन्डै निकालिदिनु बसिरहेको, झन्डै उत्रियो। म तारको घरमातिर त नि झन्डै पो लडाउनु भयो त। फेरि यता आएर कुदाउनु हुन्छ नि त, मच्किँदै डर लाग्छ। त्यही भएर अलिक छिटो आइपुगेँ म यहाँ। खाटको उकालो झन् आउनु परेन। त्यसमा ढुक्क साथीहरु कति बेला आइपुग्ने भन्दै नानीसँग खेल्दै बसिरहेको। बेलुका मात्रै आउँछु म भन्दै हिँडेको छु। त्यहाँको बेलुका भन्दै हुन्थ्यो भाइ। त्यस्तै छ। अब हामी गएको साथीहरु कुन बेला पुग्छौँ हामी बजार थाहा छैन। हिँडाइ चाहिँ पाइला गन्दै छ। तिमीले गर्मी छ। साथीहरु हामी चाहिँ बजार पुग्न लाग्यौं। बिरामी मान्छे फेरि मभन्दा छिटो हिँड्दैछन् होइन। अगाडिको मान्छे नहिँड्ने पछाडिको अगाडि सर्छ नि त। बेला भयौँ हामी। गाह्रो छ बोल्नै आएन मलाई त। लु आमै बोल्नु। एउटीलाई भ्लग गर्न लाग्यो, बोल्नै आएन मान्छे। के भयो अरे? के गर्न आएन अरे? दसैँ आएर यहाँ पनि घाँस काट्नु भएछ सिनिक्क बाटो। यत्रो दाउरा रहेछ। अस्ति टेक्न खोज्दाखेरि एउटा नभेटाएको हो न हामीले यहाँ। त्यही त ठिक्कको हो। फाइनली गाइस हामी बजार आइपुग्यौँ। हाम्रो गाउँका टिमा हुन्छ त्यो हाँसेको आयो। के लानुभएको यो? के लानुभएको? यसो के जाति हो हेर न के छ खबर? यस्तै छ। तपाईँ के बिरामी? दाँत दुखेको? भगवान के भएर?
ज्वरो दाँत सबै किराले खाएर म त मोटाइ चाहिँ बुइनी राम्रो हो भनेको त ए नि म त राम्रै मात्रै यतै मात्रै हेरेँ नि त मैले सपिङ गर्न सपिङ भनेर होइन घरको सामान टामान कित्रिङ मित्रिङ सपिङ त कहाँ बुढेसकाल लागेछ लागो जहाँ जहाँ हाम्रो काम छ त्यहीँ चाहिँ भिड छ जस्तो छ आज त्यही त बुधबार जस्तै लाग्दैछ मलाई त बजार चाहिँ बुधबार जत्तिकै भिड छ साथीहरू देख्न सक्नुहुन्छ हामी चाहिँ उकालो लाग्दैछौँ अब होइन गर्मी कति भयो बाफ्रे पानी आउँछ आज छाता ल्याइएन छ दुईजनाले पानी आयो भने अनि चाहिँ भिजिन्छ मस्तसँगले शर्मा स्टोर गई हेरौँ पहिला कतिको भिड रहेछ अनि पर जाउँ एटिएम अनि निकालेर मम्मीलाई चुराहरू किनिदिउँ ल हजुर बजार भिड सपिङ सक्यो शर्मा स्टोर दसैँ आएन त हामीलाई मजाले ल राम यहाँ त अनि भिड छ त हौ अनि कसरी किन्ने हो र दोकान त साथीहरू हामी चाहिँ सिधै बजार आएर यहाँ सुन पसलमा आएको यहाँ आएर चाहिँ इली गलेर बसिरहेछौँ गल्यो खुट्टा दुख्यो यो दुईटा चाहिँ हामीले हेरेको यो चाहिँ मम्मीको लागि अनि यो चाहिँ मेरो लागि सुन त किनेर साध्नै छैन अब चाँदी भए पनि किन्न त पर्यो आयो त्यसको यो त ऊ के जान्न नि के सुट चढ्यो मेरो बुढा चिनमै हो न झ्याउ लागिसक्यो साथीहरू झ्याउ लागिसक्यो हामी चाहिँ सौरभ ज्वेलरी होइन यहाँको मङ्गलाबारीको सौरभ ज्वेलरीमा छौँ निकै राम्रो पाइँदो रहेछ हौ यहाँ नि सुनको पनि हेर्ने त हो नि सुन त सुन्ने बस्ने चाँदी पनि त 27-28 कति पुगिसकेछ भाउ बढ्न थालेछ चाँदीको पनि हो नि किनिसकिँदैन अब त्यही भएर यो किनेको कस्तो छ थाहा छैन अब पाउजु यो मैले खोइ कतिले हो मम्मीले बनाइदिनु भएको मेरो सकिँदैन कति राम्रो छ यहाँनिर सामान औँठी पनि कति राम्रो नि मलाई राम्रो लाग्दैछ औँठी यो कति राम्रो औँठी रहेछ मलाई चाहिँ यसमा रातो हिँड्नु भएको भए चाहिँ राम्रो हुन्छ जस्तो लागेको क्या रातो लाउनु के अरे यस्तो लाउनु भनेको छ क्या मेरो राशिले रातो कलरको तर पनि राम्रो छ नि यो पनि वाइट भएर पनि ठिकै छ गाह्रो छ हौ मैले कहिले यस्तो सुन चाँदीको कारोबार नगरेको कि डर पो लाग्छ त्यही हो नि मैले मम्मीलाई यो चुरा किनिदिएँ अनि अब यो चुरा मम्मी ह्याप्पी भरे अब बढाएर माथि खर्च गरेर भनेर त्यही हो साथीहरू अब हामी यो किनेर जान्छौँ कपडा पसलमा तौन्दाहरू किन्नु छ हाम्रो चाहिँ यता गयो यतै भिड उता गयो उतै भिड साथीहरू
के बिरी भिड हो आज लुगा पसलमा 5 चोटि पुग्दै फर्किँदै गरिसकेँ म हो अब यहाँ जुत्ता पसलमा जाउँ जुत्ता किन्ने ठाउँमा त्यहाँ कतिको भिड छ भनेको यहाँ चाहिँ भिड रहेन होला सायद यहाँ चाहिँ कतिको भिड छ भन्दै आएको धन्दै यहाँ चाहिँ अलिक भिड रहेनछ अहिले तत्काल तिमीहरूले उस्तै लाग्यो कि एउटै लाग्यो भन्दा जस्तो नन्द हजुरले उस्तै लाग्यो उस्तै हो एउटै त ठिक भएको लामो कि अनि उसलाई पनि हजुरलाई पनि मेरो जस्तो के छ बा ठिक छ भिडियो बनाएको नि हाम्रो बाकोमा आउनु राम्रो राम्रो जुत्ता चप्पल पाइन्छ भन्दै दसैँ दिन आएको दोकानमा गयो 4 चोटि फर्किसक्यो 4-5 चोटि सुहाउँदैन ला हेर त हो त्यो तर तिमीलाई सुहाउँदैन मैले सिधै भनिदिन्छु त्यो चप्पलले तिम्रो खुट्टा भ्यात्त परेको ठुल्ठुलो हो नि त रिसाउन चाहिँ सुहाउँदैन तिम्रो खुट्टा भ्यात्त छ भन्दै मैले प्याच्चै पारेँ छ नि यस्ता त खै त कस्तो यस्तो खालको थियो नि साइज मलाई चाहिँ यस्तो जुत्ता मन पर्दैछ हौ आजकल नि कति पर्छ मलाई निकै मन पर्दैछ यस्तो खालको जुत्ता कि 38 के रहेछ कति पर्छ यसलाई जेनतेनमा भनिहाल्नु भयो नि हेर्नु त यसलाई यिनले कहिले चप्पल नकिन्ने पर्यो चप्पल यिनले ख्यालख्यालमा किन्छन् जस्तो छैन अब हामी दाजु के छ भिडियो बनाउँदै कुदिँदैछ नि कामै यही छ मेरो अहिले तपाईँलाई भन्दा पनि हुन्छ होइन त्यो चकटी हुँदैन कुर्सीहरूतिर मतलब कुर्सी होइन पेटीमा ओछ्याउने टाइपको हो यस्तो देखाउनु त मलाई तपाईँलाई नि भन्दा पनि हुनेछ साह्रो भिड हो राम 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 हाम्रो त पालै आउँदैन त हो जान्छु पालै आउँदैन त ए भगवान् भिडम भिड छ रे चप्पल किन्ने होइन हौ तिमी चप्पल ल होइन त साह्रो भिड हो साथीहरू के साह्रो भिड हो जहाँ गयो त्यही भिड के बाफ्रे खाजा खानु गएको अघि हामी माथि खाजै रहेन रह हालत त्यस्तो भइसक्यो कुद्दा 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 गलेर ट्रेडिङ गरेको पनि सबै ला यतातिर त पुरै छोडिएछ त अनि छैन ए हो त्यो दाजु मैले अघि छोडिएको छ भनेको त अनि तपाईँले होस् भन्नुभयो नि त सबै छोडिएछ यहाँनिर चाहिँ धेरै छोडिएको छ कि उता त त्यति साह्रो छैन ट्रेडिङ गरेर राम्री भएको त्यो पनि छोडिएछ होस् धेरै दुखिसक्यो मेरो छाला अहिले चाहिँ हामी यहाँ आङदाम्बे होटलमा बल्ल बल्ल खाजा रसाएर खाना आँटेको छौँ साथीहरू अफलाइन भिडियो हेरेको हेर्न आँटेको के छ त तिम्रो खबर कस्तो काली देखिएर मान्छे नि काली भएपछि काली देखिहाल्छ यति काली छैनौ कि तिमी मेरो फोनको क्यामेरामा मिस्टेक आयो जस्तो छ त्यही हो साथीहरू मलाई यिनलाई घरमा कराउनुहुन्छ भनेर डर लागिसक्यो अब खाजा खाएर चाहिँ यिनी चाहिँ घर जान्छन् म चाहिँ भाइ आउनुहुन्छ भाइलाई पर्खिन्छु अनि सामान किनेर मात्रै जान्छु भनेर बसेको अब के हुन्छ थाहा छैन हामीले सामान चाहिँ अलि केही नै किनेको छैन के 1-2वटा चाहिँ किनेर राख्यौँ माथि नत्र त्यो तन्दाहरू किन्न गरे छैन प्याक कम प्याक अनि गयो एकछिन बस्यो आधी घन्टा पछाडि आउनु भन्नुहुन्छ 10 मिनट पछाडि आउनुहुन्छ अब फेरि गएको फेरि आधी घन्टा पछाडि जानु अरे वाक्क भइसक्यो यो कुदेकाले पेट दुखेर घाउ दुखेर ढाड दुखेर भइसक्यो थाहा छैन सो साथीहरू हालत खराब पारेर चाहिँ मेरो यहाँ झोलामा सामान उता भाइले बोक्नु भयो आधी अनि जाँदा चाहिँ उर्मिलासँग आउँदा चाहिँ भाइसँग भन्नुभयो होला अनि उर्मिलालाई चाहिँ घरबाट फोन गरे गर्नुभयो अनि उसको चाहिँ त्यति काम पनि थिएन भन्दा पनि ऊ पनि 3 बजे मात्रै घर आउन पाइन् मेरै काम ज्यादा के आज त यता र उता अनि कपडा पसलमै धेरै बेला लागेन अनि भाइ जानुभयो नि त अनि भाइसँग आएँ म चाहिँ
ढाड दुखेर बिजोको छ। अनि आज मम्मीलाई सरप्राइज छ हाम्रो। एउटा त्यो मम्मीलाई ल्याइदिएको चुरा, मम्मीलाई केही भन्नकै छैन। मलाई त थिएन, हिँड्ने बेलामा मात्रै भन्नुभयो क्या मेरो बुढाले। अनि किनेर चाहिँ ल्याइदिएको छ। अब थाहा छैन के भन्नुहुन्छ। हेरौँ रियाक्सन। त्यही हो साथीहरू, अब चाहिँ मैले घर पुग्न आँटेँ। ढाड दुखेर पुरै दुखेर बिजोक गएको कुदाइदिएर भयो। घरमा पुरा दसैँ लागेछ हाम्रो। जर्नीले फुलेर वाउ भएको छ। घाँस काट्नु भएछ बाख्रालाई। फुल फुलेपछि चाहिँ दसैँ आउँछ। shopping सक्यो shopping सक्यो गाइस। लाप्पै पो खेल्छन् त, खाइज जान्छन् जत्तिकै। मैले मम्मीलाई अघि दिने पाएन, म दिन जानेछु। ला यो चप्पल त माथि नै लिएर आएछु मैले। हजुर हजुर किन मम्मीलाई भेट्न म जाँदैछु। मम्मीलाई सरप्राइज छ नि के किन भन्नु, किन भित्रै देखाउँछु। सरप्राइज भन्ने कुरा कहाँ तपाईँलाई दिने त है। उठ्नु त, यहाँ भिडियो खिच्नु अब तपाईँ। उठ्नु, तपाईँलाई सरप्राइज छ यहाँ। उठ्नु उठ्नु, बिरामी मान्छे हो नि, उठ्नु। सरप्राइज भने सरप्राइज हो। ल ठुलो दाजुले किनिदिनु भएको भएर दसैँमा भाइ चाहिँ चिल्ले, भाइलाई भेटिएन राम्रो थियो। हो त्यो लाइट लाउनु त कस्तो देखिन्छ। चाँदीको कडा यसरी लाउनु भनेको दुख्छ है हातमा। ला ठिक्क पो भयो त। मलाई डर लागिरहेको थियो हुँदैन होला भनेर। ठिक्क हुन्छ भने क्या त्यहाँ मलाई। कस्तो लाग्यो कस्तो लाग्यो सरप्राइज कस्तो लाग्यो त। अघि बिर्सेछु यता भनिदिनु कस्तो लाग्यो सरप्राइज तपाईँलाई कस्तो लाग्यो। ठुलो दाजुले दसैँको गिफ्टहरू छोराले ल्याइदिएको सबभन्दा राम्रो खुसी मेरो लागि। कति राम्रो मम्मीको सरप्राइज देखेर भाइ रुन थाल्नुभयो। होइन हेरेको तपाईँलाई पनि मेन हेरेको सिक्री हेरेको कि तपाईँलाई यहाँ इत्रो इत्रो थियो नि। ल दसैँ पछाडि अर्डर दिने भनेर आएको छ। तपाईँलाई पनि सरप्राइज दिउँला दसैँ पछाडि, टेन्सन नगर्नु। सुनको होइन चाँदीको। चाँदीको पनि त भाउ बढेर 2800 कति पुगेछ नि त आज। दसैँ बिहेमा यही हो फिक्स। अलिक यसलाई नयाँ डिजाइनको बनाउँछु नि त म। होइन यसलाई नयाँ डिजाइनको बनाउँदा हुँदैन। यो कतिको छ? 1 तोला अलिकति। 2.5 तोलाको सुन 5 लाख रुपियाँ जति पुग्छ। तपाईँले पे गर्दा त 5 लाख रुपियाँ तोला हो। अनि के गर्नु। ल ठिक छ। लुगाको हालत हेर्नु, यो चाहिँ मेरो दसैँको लुगा भनेको चाहिँ यही हो साथीहरू। साँच्ची ल्याएर चरपस्ट पारेको छु। ब्लाउज चाहिँ सिलाउँदै कोठाको हालत भएको छ साथीहरू। यताको सबै पर्दाहरू चाहिँ मैले धुन निकालेको छु नि त। धोएर ल्याएर उठाएर त्यहाँ राखेर बजार गएकोमा गले म कति धेरै गले। म पनि एकचोटि ट्राई गर्छु र
ठुलो भयो यो त मलाई त यसरी त मिलेन नि गर्मी भयो झ्याल लगाइदिएको त एक्लै लाउन त नमिल्ने रहेछ तर कति राम्रो छ कि यो थ्याङ्क यू मिलेन लाउन एक्लैले भरे लगाएको हालत कस्तो खराब भएको छ अब आज मेरो कोटाचोटा मिलाउनु छ भरे चाहिँ अब चाहिँ म भात तरकारी पकाउन जान्छु साथीहरू यस्तै भयो आज दसैँ पुरा लागेछ बजारमा भिड बाफ रे बाफ त्यही हो सपिङ गरेर आयो साथीहरू घरको सामानहरू ल्याउँछ तन्दा के त्योहरू लिएर आयो बल्ल अब ढाडझाड बाँधेर चट्टैले अब चाहिँ म खाना बनाउन चाहन्छु साथीहरू यति भन्दै आजको ब्लगलाई चाहिँ म यहीँ एन्ड गर्छु सो यतिन्जेल हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद अब हामी अर्को भिडियोमा पक्कै पनि छिटै भेट्नेछौँ भन्दै गले आउँछ अरे बोल्नमा नि मलाई झ्याउ लागिरहेको र पनि म बोल्छु सकिन आँट्यो नि त अनि यति भन्दै अब चाहिँ म भिडियोलाई यहीँ एन्ड गर्छु साथीहरू यतिन्जेल हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने डु नट फर्गेट लाइक बोल्न नआएर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै अब चाहिँ बाई भन्नुपर्छ साथीहरू किनभने 5 बज्नलाई 2-3 मिनट मात्र बाँकी छ किनभने खाना बनाउनु ढिलो भइसक्यो नि त अनि भरे आएर मेरो काम छ गोठा सफा गर्नु छ भन्दै बाई एभ्रीवान टेक केयर